एभ्रिवान हजुरलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी खन्न हिँडेको मकै दोहोऱ्याउने सुरु भइसकेको छ र आज चाहिँ हाम्रो दिदीहरुको दोहोऱ्याउनलाई हिँडेको हामी मेलामा। अनि यता बारीको मालिक उहाँको हो। आज चाहिँ हामी मकै दोहोऱ्याउने अनि मकै दोहोऱ्याउने फोटो खिच्ने अनि काम त के गर्छ भनेर भन्दैछन्। दोहोऱ्याउने फोटो खिच्ने अनि काम त के गर्छ भनेर भन्दैछन्। दोहोऱ्याउने फोटो खिच्ने अनि काम त के गर्छ भनेर भन्दैछन्। यहाँ तिते खनिसक्नु भएको रहेछ त्यहाँ अलिकति। अनि यहाँ उते त्यति अनि एउटा गरा अनि उता जानुपर्ने रे। यता सबै खनिसक्नु भएको रहेछ दिदीहरूले। यस्तो छ झार हामीले दोहोऱ्याउनु पर्ने है। धनमाइदीको दुख्दैन हौ। छिट्टै चुरे 4 बजे नै घरतिर कुदे। छिट्टै चुरे 4 बजे नै घरतिर कुदे। सकेको अवस्था कस्तो भइरहेछ सकेको अवस्था। गर्मी भएको अवस्थामा यस्तै हम्काउँदै बसिरहेको छौँ। बारीमा सकेर अर्को बारीतिर अब हामी चाहिँ बारीतिर लागेको यता घरबारीमा उता सकेर। हेर्नु साथीहरू यहाँ सुँगुरको पाठो यो चाहिँ काइली ठुमम्मीहरूको यहाँ। अनि यता पनि छ, तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला, सस्तो मस्तै दिने हो। तिमीसँगै गइगो बारीमा पन्छी फेरि पठाउ है चौतारीमा मकै बारीमा मकै बारीमा। यहाँ मल लाउँदै हुनुहुन्छ मकैमा, हामी त्यही हेरेको हेरे। कता हिँड्ने गरे तिमी चाहिँ? खाजा खाएको हामी भनेको भोलिको देउता झोलीको देउता। हामी भनेको भोलिको देउता झोलीको देउता। बच्चा खान आउनु। यी खाजा हाम्रो ले भाइ तिम्रो खाजा चाहिँ कति खाजा खाजा। भाइ तिम्रो खाजा चाहिँ कति खाजा खाजा। निगार पनि छ खान्थ्यौ। यहाँ निगार पनि छ खान्थ्यौ। खानुहुन्छ हजुरहरू? यो अर्ग्यानिक खाना हाम्रो खाजा। गुन्द्रुकको तरकारी आलु पनि छ हौ। मजाले बस खाए ल अचार पनि छ। दिदीको मगन भइसक्यो मेरै पालो छ। नाच्नु हुँदैन एकदम हुँदैन एकदम हाँसेर बसेर हुँदैन। रक्सी कडा कडा पार्नु पानी परेर हामी चाहिँ बसिरहेछौँ हो होइन भन्नु त हो। ठुलो पानी आएको छ साँच्चै हो। ठुलो पानी परेर हामी चाहिँ यहाँ बसेको छौँ ओटमा। पानी परेर हामी चाहिँ हिँडेको ल। हाम्रो हालत देख्न सक्नुहुन्छ, पानीले भिजेर
आजको भिडियो यति नै हो। कस्तो लाग्यो हजुरहरूलाई? राम्रो लागे कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला। बाई बाई। आजको भिडियो यति नै हो।